व्यक्तिको मन नै उसको सबैभन्दा ठूलो शत्रु हो। यो मन नै हो जसले व्यक्तिसँग अनुचित कार्य गराउँछ, नराम्रो कार्य गराउँछ। तपाई जे सोच्नुहुन्छ त्यसैको परिणाम हुनुहुन्छ। तपाई जे सोच्नुहुन्छ त्यस्तै बनिहाल्नुहुन्छ। तपाई यदि खराब सोच्नुहुन्छ भने खराब बनिहाल्नुहुन्छ। यदि तपाई राम्रो सोच्नुहुन्छ भने राम्रो बनिहाल्नुहुन्छ। यही प्राकृतिकको यो सृष्टिको नियम हो। तपाई जे सोच्नुहुन्छ त्यही बनिहाल्नुहुन्छ। सो बी पोजिटिभ। तपाईलाई जे चाहियो त्यसमा ध्यान राख्नुहोस्। जे चाहिँदैन त्यो कहिले पनि नसोच्नुहोस्। तर हाम्रो दिमागमा दिनभरिमा 80% नेगेटिभ विचार आउँछ जुन हामीलाई चाहिँदैन। सो यसमाथि तपाई पुरै ध्यान दिनुस्, फोकस राख्नुस्। तपाईलाई के चाहियो मात्र त्यो सोच्नुस्। यदि यो भिडियो राम्रो लागेमा लाइक अवश्य गर्नुहोला अनि कमेन्ट गरेर बताउनु होला कि यो टपिक कस्तो छ तपाईको लागि। थ्यांक यू सो मच।